नमस्ते। नागरिक आवाजको यस पडकास्ट सिरिजमा चाहिँ तपाईँहरूलाई स्वागत गर्न चाहन्छौँ। हामीले चाहिँ पडकास्ट सिरिजहरूमा चाहिँ नेपालमा शान्ति अनि न्याय र यस्तै सामाजिक समानताको विषयहरूमा चाहिँ छलफल गर्ने गरेका छौँ। यही सामाजिक समानताको विषयमा कुरा गर्दै गर्दा चाहिँ आज हामीसँग चाहिँ गेस्टको रूपमा चाहिँ सेन्टर फर दलित वुमेन नेपालको महासचिव करण नेपालीज्यू हामीसँग हुनुहुन्छ। म उहाँलाई स्वागत गर्न चाहन्छु हाम्रो पडकास्टमा। अब हाम्रो यो छलफल सुरु गर्नुभन्दा पहिला चाहिँ दिदीलाई चाहिँ म अलिकति मैले एउटा ब्रिफमा चाहिँ हजुरको सर्टमा चाहिँ भने हजुर यसरी हुनुहुन्छ, तर पनि हजुरको चाहिँ त्यतिमा मात्र सीमित छैन होइन। हजुर चाहिँ अब नेपालमा चाहिँ एकदम सक्रिय रूपमा लागिराख्नु भएको छ होइन। तर पनि दिदीलाई चाहिँ म अलिकति आफैले हजुर चाहिँ आफूले आफूलाई कसरी चिनाउन चाहनुहुन्छ भन्नेबाट सुरु गरौँ न। हजुर, मेरो नाम त भनिसक्नुभयो। अहिले चाहिँ म हजुरले भने जस्तै दलित महिला केन्द्र नेपाल सेन्टर फर दलित वुमेनको महासचिव छु। म संस्थापक अध्यक्ष पनि हो त्यसको। अनि म एनजिओ फेडरेसनमा अहिले बोर्डमा छु। अनि आइजिएफएफमा पनि म छु। आइजिएफएफबाट पनि हामी धेरै कामहरू गरिरहेछौँ। त्यही नै हो। अनि अरू सञ्जालहरू यस्तोमा पनि छु। अब लगभग 25-26 वर्ष भयो यो फिल्डमा सक्रिय रूपमा नै एकदम नथाकिकन होइन, रेस्ट पनि नलिकन लागिरहेको। त्यसैले छु केही ठाउँहरूमा। दिदीको चाहिँ अब एकदम हामीले होइन दिदीलाई नचिने सायद कमै मान्छे हुनुहुन्छ होला। विशेष गरी चाहिँ अब दलित महिलाको मुद्दालाई लिएर चाहिँ दिदीले भनि नै हाल्नुभयो। 2 दशकभन्दा पनि बढी चाहिँ यसमा लामो यात्रामा चाहिँ नथाकिकन चाहिँ यसमा लागिराखेको छु भनेर भन्नुभयो होइन। अलिकति यही विषयमा छलफल सुरु गर्दै गर्दा चाहिँ अलिकति फर्केर हाम्रो इतिहासलाई हेर्ने हो भने चाहिँ त्यो बेलामा अब जब द्वन्द्वकालीन सुरु भयो त्यतिखेर को भनेको जहाँसम्म मलाई थाहा भएको भनेको एकदम त्यो हाम्रो कास्ट बेस्ड डिस्क्रिमिनेसन नै एउटा मेजर कुरा थियो कि त्यो द्वन्द्व स्टार्ट हुनुमा। त्यो बेलाको जुन मुभमेन्ट थियो त्यो चाहिँ खालि सरकार परिवर्तन सत्ता परिवर्तन मात्र नभइकन पनि अलिकति समाजमा भइरहेको विभेद होइन, अन्याय वर्गको आधारमा जातको आधारमा विशेष गरी दलित समुदायहरूको होइन महिलाको मुद्दाहरू यो सबै कुराहरूले सुरु भएको थियो नि त। त्यो सुरु हुँदै गर्दाखेरि चाहिँ यो यात्रामा अब त्यो सिद्धियो होइन, द्वन्द्वकालीन त सक्यो भन्यौँ, शान्तिको यात्रामा हामी गयौँ, सुरु भयो नेपालमा शान्तिको यात्रा भन्ने भयो। तर क्वेसन चाहिँ के भने यो यात्रामा आइसक्दा आजसम्म आइसक्दा पनि हामीले चाहिँ न्यायको अनुभव चाहिँ कतिको गर्न पाछौँ त होइन। अब यत्रो लगभग द्वन्द्व सिधेको त हामी 19-20 वर्ष पछि आउँदा पनि हामी त्यो न्यायको यात्रामा विभेदमा विशेष गरी भन्ने हो भने त दलित समुदायको त आफ्नै एउटा सङ्घर्ष छ नि त। त्यसमा चाहिँ कतिको अनुभवको हामीले चाहिँ महसुस गऱ्यौँ भन्ने कुरामा चाहिँ होइन दिदीलाई अलिकति हाम्रो पछाडि फर्केर हेर्दाखेरि चाहिँ कसरी यो कुराहरू चाहिँ विकासक्रम हुँदै आयो, कसरी चाहिँ अब एउटा अलिकति अगाडि चाहिँ अब राजा महेन्द्रले होइन के भन्छ यो कास्ट बेस्डको कुराहरू चाहिँ हटाउनु नै भएको थियो। तर त्योभन्दा अगाडि कास्टको चाहिँ एउटा कामको आधारमा सुरु भएको थियो नि त। यस्तो कुराहरू चाहिँ जोड दिएर अलिकति इतिहासमा फर्केर कसरी सुरु भएको थियो र अहिलेसम्म आइसक्दा। अब यस्तो यो त अब यसमा प्राचीन कालमै एउटा कामको आधारमा यो 4 जात 36 वर्ण भनेर सुरु भएको कुरा हो। त्यो हामीले अब भनिराख्नु पर्दैन। त्यसपछि नेपालमा हेर्दाखेरि चाहिँ 1910मा होइन एउटा मुलुक ऐन नै बनाएर त्यसपछि दलितहरूलाई चाहिँ उचनिच छुवाछुत, त्यसपछि उनीहरूलाई चाहिँ पढ्नमा रोक लगाइयो होइन। त्यो हिसाबबाट चाहिँ अगाडि बढ्दै जाँदाखेरि 2003-4 सालतिर चाहिँ अलिकति दलित समुदायले चाहिँ आवाज उठाउन सुरु गर्यो। त्यो चाहिँ बागलुङको भगत सर्वजित विश्वकर्माले चाहिँ इन्डियामा गएर उहाँले जब पढिसकेपछि त्यति बेला त अब त्यो वेद होइन त्यो पढिसकेपछि त्यसमा कुनै पनि दलित
र गैर-दलित भन्ने छुवाछुत गर्नुपर्छ भन्ने, विभेद गर्नुपर्छ भन्ने कुरा चाहिँ कोही पनि छैन। किन यस्तो भइरहेछ त भनेर चाहिँ उहाँले सुरु गर्नुभएको आन्दोलन हो। त्यसपछि चाहिँ अब धेरै सङ्घ-संस्थाहरू, सङ्गठनहरू स्थापना हुँदै गए। यो जातीय विभेदको विरुद्धमा आवाजहरू उठ्दै गयो। अब त्यसपछि केही त्यति बेला चाहिँ केही सरकारहरूले चाहिँ 1-2 जना दलितहरूलाई चाहिँ सरकारमा पनि राखे हैन। त्यसपछि अब जब माओवादी जनयुद्ध सुरु भयो, सुरु हुनुको चाहिँ तपाईँले भने जस्तै चाहिँ त्यही जुन समाजमा अन्याय, अत्याचार हैन, विभेद जुन व्याप्त थियो त्यसको विरुद्धमै सुरु भएको आन्दोलन हो। अब त्यो अवधिमा पनि जनयुद्धमा पनि धेरै दलित महिलाहरूले चाहिँ दलितहरूले चाहिँ शहादत प्राप्त गर्नुभयो। त्यसको पहिलो शहीद त हाम्रो के अरे दिलबहादुर रम्तेल हैन, दिलबहादुर रम्तेल चाहिँ शहीद हुनुभयो, बच्चा हैन, बालक। त्यसपछि जब अगाडि बढ्दै गयो दलित महिलाहरू नै कमान्डर भएर हैन, कति एउटा त्यो उहरूलाई आन्दोलनहरूलाई लिड गर्नुभयो। गोर्खाको जेल ब्रेक जुन गर्नुभएको थियो त्यति बेला पनि दलित महिलाले नै लिड गर्नुभएको थियो। त्यत्रो जुन एउटा योगदान दलित महिलाले दिनुभयो। त्यसपछि हामी 63-64 मा 62-63 को जनआन्दोलन पछि अब शान्ति सम्झौता भयो हैन। त्यसपछि 64 मा चाहिँ हामीले केही दलित महिलाहरू देख्यौं, प्रत्यक्षमा पनि आउनुभयो। समानुपातिकबाट पनि आउँदाखेरि लगभग 50 जना जति दलितहरूको सहभागिता थियो संविधान सभामा। अनि त्यसपछि हेर्दै गयो भने अब हजुरले जुन भन्नुभयो, जुन अनुभूति हैन, हामीले न्यायको अनुभूति गर्ने कुरा गर्दाखेरि चाहिँ हामी झन् पछाडि गर्दै चाहिँ अब अहिले त हामी 16 जना मात्रै दलित सांसदहरू हुनुहुन्छ। त्यही पनि 1 जना प्रत्यक्षबाट जित्नु भएको छ। दलित महिला प्रत्यक्षबाट हुनुहुन्न। अनि 13 जना चाहिँ दलित महिला, 3 जना पुरुष हैन गरेर चाहिँ आई थिंक 16 जनै हो जस्तो लाग्छ मलाई चाहिँ। 16 जना हुनुहुन्छ हैन। त्यसैले हामी झन् पछाडि गए हो कि भन्ने कुरा चाहिँ एउटा सहभागिताले चाहिँ त्यो देखाउँछ। र तर स्थानीय तहमा हेर्यौं भने फेरि दलित महिलाहरू ओडामा चाहिँ एउटा ठुलो संख्यामा हुनुहुन्छ। तर हामीले हजुरले भने जस्तो जुन लगानी चाहिँ दलित समुदायले यो समाज परिवर्तनको लागि, यो हरेक राजनीतिक परिवर्तनमा जुन खालको योगदान गर्यो त्यो अनुसार चाहिँ हाम्रो सहभागिता चाहिँ हामीले महसुस गरेका छैनौं, न्याय पाएका छैनौं भन्ने चाहिँ मलाई लाग्छ। अब यो न्यायकै लडाईँमा लागिराख्दाखेरि चाहिँ हैन, दिदीको लामो अनुभव पनि छ यसमा। हामी अलिकति हुन त अघि हजुरले थोरै कसरी सुरु भएको थियो भन्ने कुरा चाहिँ जोडि नै सक्नु भएको छ। यो दलित अधिकार आन्दोलन चाहिँ आई थिंक नेपालको वान अफ द मेजर आन्दोलनहरुमै पर्छ हैन, जुन चाहिँ अहिलेसम्म पनि चलिरहेको छ। मैले यसमा अलिकति जोड्दाखेरि चाहिँ नेपालमा कम्युनिस्ट पार्टी हैन, पार्टीहरू नै स्थापना नहुँदै भगत सर्वजितले सुरु गर्नुभएको आन्दोलन हो। र एउटा हजुरहरुसँग एउटा शेयर पनि गर्नु मन लाग्यो मलाई चाहिँ। हामीले उहाँको जीवनीमा आधारित एउटा फिल्म पनि बनाउनको लागि चाहिँ फल गरिरहेछौं। अनि हजुरले सिटीडब्ल्युएनबाट चाहिँ त्यो फल गर्दै हुनुहुन्छ। त्यो मुभीबाट त त्यसमा आन्दोलनको देखिको अहिलेसम्मको धेरै कुराहरू पनि आई थिंक आउँछ होला। हामी वेट गर्छौं त्यो मुभीको लागि हैन। सँगै अब यही दलित अधिकारको आन्दोलनको यो लामो इतिहासमा चाहिँ हैन, अहिलेसम्म आउँदा चाहिँ यसले कतिको परिवर्तन चाहिँ ल्यायो होला त? हजुरलाई कि अझै कति बाँकी छ हैन? हैन, परिवर्तन त आयो, परिवर्तन त नआएको होइन। जस्तै दलित समुदायलाई नै एउटा मुख्य ठाउँमा राखेर हैन, प्रमुख स्थान दिएर, जस्तै दलित आयोग स्थापना भयो, दलित विकास समिति स्थापना भयो। दलित विकास समिति अहिले चाहिँ एक्टिभ छैन।
त्यसमा अब त्यसलाई अझै राम्रो परिमार्जित गरेर के गर्न सकिन्छ भन्ने चाहिँ हामी सरकारसँग हरेक सरकारसँग चाहिँ हामी पहल गरिरहेछौँ। त्यसपछि संविधान निर्माण हुँदाखेरि चाहिँ मौलिक हकमै होइन दलित समुदायलाई नै फोकस गरेर चाहिँ धारा 40 र धारा आई थिङ्क 23 होला होइन 23 धारा 24 होइन धारा 24 मा चाहिँ छुवाछुत भेदभावको हक अनि 40 चाहिँ दलितको हक र 42 मा चाहिँ समानताको हक किनभने त्यो पनि हाम्रो यो 42 पनि हाम्रो लागि महत्त्वपूर्ण धारा हो र यसरी चाहिँ मौलिक हकमा आयो। अनि बिचबिचमा चाहिँ छुवाछुत मुक्त राष्ट्र घोषणाहरू भए होइन त्यसै गरी छुवाछुत कसुर सजाय ऐन पनि भयो। त्यो हिसाबले हेर्दाखेरि चाहिँ धेरै कुरा चाहिँ राज्यले गर्यो दलित समुदायको लागि। तर कस्तो भयो भन्दा त्यो कुराहरू लेखिने कुरा पनि लेखे बन्ने कुराहरू पनि बने होइन। तर हामीले एकदम अनुभूति गर्ने होइन दलित समुदायले चाहिँ हो मैले चाहिँ न्याय पाएको छु मलाई चाहिँ यो प्राप्त भएको छ भन्ने अनुभूति गर्ने चाहिँ क्षण भएन कि। जस्तै कानुनहरू बने अब त्यो कानुनहरू कार्यान्वयन भएनन्। अहिले दलित आयोग छ दलित आयोगलाई हामीले हेऱ्यौँ भने दलित आयोग चाहिँ एउटा त्यही कर्मचारीलाई तलब र बोर्डलाई केही सेवा सुविधा होला नभएदेखि अरू केही काम गर्ने पैसा चाहिँ राज्यले छुट्याउँदैन होइन। दलित विकास समिति चाहिँ अहिले निष्क्रिय नै छ र कानुन हेऱ्यौँ भने कानुन कार्यान्वयनमा चाहिँ हरेक घटनाहरू हुँदाखेरि चाहिँ हरेक घटनाहरू चाहिँ पार्टीकरण हुने पार्टीहरूको पीडक भयो भने चाहिँ हामीले न्याय पाउन गाह्रो हुने त्यो खालको सिचुएसनले गर्दाखेरि चाहिँ हामीलाई धेरै पाएर पनि हामीले पाएको अनुभूति चाहिँ गर्न पाएका छैनौँ। हाम्रो चाहिँ जस्तो हजुर नेपालको चाहिँ के भन्छ कानुन चाहिँ एकदम राम्रो होइन जहिले पनि सुनिने चाहिँ नेपालको कानुन चाहिँ एकदम राम्रो छ तर कार्यान्वयनमा चाहिँ सधैँभरि चाहिँ फितल हो होइन। यो कानुन र व्यवहार बिचमा यो ठुलो ग्याप छ नि यसलाई चाहिँ हजुरलाई के कुराले चाहिँ हुन्छ नि त्यसलाई अझै पनि त्यो ग्याप चाहिँ ठुलो ठुलो हुँदै जानलाई चाहिँ के कुराले त्यसलाई प्रमोट गरिरहेको होला जस्तो लाग्छ। जस्तै दलितकै कुरामा आउँदाखेरि चाहिँ जस्तो हाम्रो एउटा प्र्याक्टिस छ नि त एउटा ट्रेडिसनल प्र्याक्टिस होइन कल्चर एउटा हाम्रो परम्परागत संस्कृतिले चाहिँ कुन कुराले चाहिँ हजुरलाई त्यो जुन हाम्रो अनुभवलाई चाहिँ त्यो पाउनलाई चाहिँ हामीलाई के कुराहरूले चाहिँ रोकिरह होला जस्तो चाहिँ हजुर अलिकति जोड दिनुहोस् न। अब यस्तो यो चाहिँ अब सबभन्दा ठुलो कुरा त मानसिकता हो नि त। अब त्यो मानसिकता चाहिँ चेन्ज हुन मान्छेहरूलाई टाइम लाग्दो रहेछ कि टाइम लाग्दो रहेछ एउटा कुरा। अर्को कुरा चाहिँ कानुन त हामीले बनायौँ तर त्यो कानुन चाहिँ एकदम फितलो भयो कि कानुनमा पनि त्यो जुन सजाय हामीले तोकिरहेछौँ त्यो चाहिँ एकदम सामान्य नै भयो र अर्को कुरा चाहिँ त्यो कानुन कार्यान्वयन पनि भएन होइन। हामीले जस्तै कुनै पार्टीको मान्छे चाहिँ पीडक हुनुभयो भने उहाँलाई हामीले त्यो पार्टीको हिसाबले हेरेर संरक्षण गरेर हुन्छौँ कि। हामीले हेऱ्यौँ नि त अघिल्लो सरकारको एकजना मन्त्रीले चाहिँ जुन कोठाबाट निकाल्नुभयो होइन के अरे कोठा दिनु भएन उहाँ पीडकलाई चाहिँ उहाँले आफ्नै गाडीमा हालेर जानुभयो नि त। त्यो खालको संरक्षण के पीडकलाई चाहिँ पार्टीगत रूपमा होस् कि जातिगत रूपमा होस् कि होइन कुन हिसाबले हुन्छ त्यो पीडकलाई चाहिँ त्यो अपराधीलाई अझ अपराधी भन्नुपर्छ कि हामीले त्यो अपराधीलाई चाहिँ संरक्षण गर्ने जुन हाम्रो परिपाटी भयो नि त्यसले चाहिँ यो विभेद झन् बढ्दै गयो कि जस्तो लाग्छ होइन। अब मान्छेहरू शिक्षित हुँदै गयो होइन बुझ्दै गयो तैपनि हाम्रो त्यो घर घरमा चाहिँ हामीले त्यो यो जात व्यवस्थालाई चाहिँ पढाइरहेछौँ कि हामीले यो जात व्यवस्थाको विरुद्धमा चाहिँ हामीले केही भन्दैनौँ घरमा। यो जात व्यवस्थालाई चाहिँ हामीले अझै प्रमोट गरिरहेछौँ कि किनभने दलितहरू भने यस्ता हुन् यिनीहरूको अवस्था यस्तो छ यिनीहरूसँग यसो गर्नु हुँदैन यिनीहरूलाई यस्तो गर्नु। मेरो छोरीले चाहिँ अब काठमाडौँमा जन्मियो यहीँ हुर्कियो होइन यहीँ पढ्यो तर
उसको क्लासमा चाहिँ त्यो साथीहरूले गरेको कुराकानीले गर्दाखेरि त्यो त्यो स्कुलमा टिचरहरूले साथीहरूले गरेको त्यो कुराकानीले गर्दा उसले त्यो स्कुलमा पढ्न सकेन। त्यहाँ चाहिँ कस्तो हुँदो रहेछ भने मैले भन्न मन लागेको के भने हामीले त्यो गल्ती गरिरहेको हुन्छौँ तर हामीलाई महसुस हुन्न कि टिचरले के भन्नुहुँदो रहेछ भने यहाँ चाहिँ गर्दा के अरे बाहुन छेत्री कतिजना छौ हात उठाऊ होइन, दलित कति छौ हात उठाऊ, जनजाति कति छौ हात उठाऊ। अनि मेरो छोरीलाई चाहिँ त्यो दलित भनेर हात उठाउन उसलाई मन लागेन होइन। अनि क्लासमा आएर अब जस्तै उहाँ चाहिँ भट्टराई हुनुहुन्छ भने भट्टराईको को छौ होइन। अनि हात ए तिमी त मेरो ऊ रहेछ नि, दाजुभाइ रहेछ नि, तिमी त अर्को थर भन्यो भने ए तिमी त मेरो ससुराली रहेछ नि, मावली रहेछ नि। त्यसरी भन्दाखेरि चाहिँ अरू समुदायको बच्चाहरूलाई के हुँदो रहेछ भने ए यिनीहरू त सबै आफ्नो रहेछ, हामी चाहिँ टाढाको रहेछ। अनि त्यो चाहिँ हामीले ख्याल गरिरहेको हुन्नौँ कि उहाँलाई टिचरलाई पनि थाहा हुन्न होला कि मैले यो व्यवहार गर्दाखेरि चाहिँ त्यो बच्चाको मानसिकतामा के असर परिरहेछ भन्ने कुरा चाहिँ त्यो महसुसै नगर्ने कि। अनि त्यसले गर्दाखेरि चाहिँ झन् त्यो एउटा जात व्यवस्थालाई झन् एउटा प्रशय दिँदै जाने होइन। यो जात व्यवस्था, यो जात चाहिँ केही होइन भन्ने होइन कि जात व्यवस्था चाहिँ टिकाइराख्ने खालको चाहिँ त्यो व्यवहारले गर्दाखेरि अझै झन् खाडलहरू बन्दै गएको त्यस्तो चाहिँ मलाई फिल हुन्छ। हजुर त्यो एउटा लिभड एक्सपिरियन्स पनि सेयर गर्नुभयो होइन। त्यो भन्दै गर्दा मलाई ठ्याक्कै एउटा केस पनि याद आयो कि अलि अगाडि जस्तै यो यही शिक्षा प्रणालीकै कुरा गर्दा हाम्रो शिक्षा प्रणाली कतिको सेन्सिटिभ छ यस्तो कुराहरूमा भन्ने पनि एउटा ठुलो क्वेसन चाहिँ हो होइन। हाम्रो यो यता कञ्चनपुरतिर चाहिँ एउटा टिचरलाई चाहिँ सरस्वती पूजामा चाहिँ आई थिङ्क त्यो स्कुल कमिटीकैबाट चाहिँ त्यो टिका चाहिँ अब त्यो सरस्वती पूजा त मासमा हुँदा चाहिँ त्यो टिका डिरेक्टली नलाइदिएर चाहिँ उसलाई एउटा पातमा टिका दिएर त्यो एउटा इस्यु थियो कि त्यति बेला। पछि त्यो उहाँले त्यो रिजाइन पनि गर्नुभयो क्या अरे त्यो शिक्षा सेवाबाट। अनि पछि त्यो केस मैले अस्ति यही हाम्रो स्टडी गर्दाखेरि त्यो केसको त अहिलेसम्म नै पेन्डिङ नै रहेछ, केही हुनै भएको छैन होइन। त्यो पनि एउटा किन कानुन चाहिँ बनाइरहेका छौँ हामीले, तर त्यो कानुन चाहिँ कतिको कार्यान्वयन भइरहेछ भन्ने कुरा पनि होइन। यस्तो केसेसहरू त अझै हिजो अस्ति भर्खर पनि यो यता पश्चिमतिरको पनि यस्तै खालको केसहरू पनि आइ नै राखेको थियो। अब अहिले त सोसियल मिडियाले गर्दा त धेरै कुराहरू थाहा पाउँछौँ हामीले होइन। अनि त्यो त राजनीति पार्टीकै मान्छेहरूले वडा अध्यक्षज्यूहरूले अब विभेद गरेको कुराहरू पोखरामा होइन। त्यो घटना कति छन् कि त्यो अब त्यो त बयान गरेर साध्य नै छैन। अहिले पनि मैले अस्ति एउटा भिडियो देखेँ, दलितले मलाई नछो भन्दै हिँडिरहे कि त्यो अहिले पनि त्यो खालको त्यो मेन्टालिटी छ। फेरि अब हामी सहरमा बस्ने भन्नेहरूको छुट्टै एउटा होला, तर गाउँघरमा चाहिँ अझै पनि त्यो उही पहिलाकै जस्तै कि मन्दिर जान निषेध होइन, धारामा पानी थाप्न त्यस्तै। अनि अर्को एउटा चाहिँ सबै कुरा चले पनि अझैसम्म पनि हाम्रो व्यवहारमा चाहिँ अन्तर्जातीय विवाद चाहिँ चल्छ त भन्ने कुरा चल्दैन होइन। अहिले यही सहरमा पनि मैले हजुरलाई अलिकति गरेँ, यो सहरमा पनि अब मन्दिर जाने कुरा र धाराको कुरा बाहेक जस्तै डेराको कुरा चाहिँ यहाँ बढी छ। फेरि अब 4 महिना अगाडि होला मेरो बाबालाई चाहिँ कालो पुलमा के अरे नेवार समुदायको घरमा कोठा खोज्न जाँदाखेरि कोठा खाली रहेछ, मेरो बाबालाई मन पर्यो होइन। अनि बयना गर्ने भनेर कुरा गर्दाखेरि चाहिँ उहाँले के हजुरको नाम के हो भनेर सोध्नुभएछ। अनि सन्तबहादुर नेपाली भनेपछि उहाँले हुँदैन तपाईँलाई त रुम भनेर भन्नुभयो होइन। अनि उहाँको बुहारीले के हो मम्मी यो नेपाली भनेको यो हाम्रोमा यो कुसुलीहरू हुन्छ नि त्यस्तै हो, त्यही भएर हाम्रो घरमा राख्न मिल्दैन भनेर उहाँले दिनु भएन कि कोठा। त्यसैले अब विभिन्न कारणले गर्दा हामीले त्यसलाई चाहिँ उसमा लिएनौँ होइन, बाहिर लिएनौँ, हाम्रा पनि केही उहरू बाध्यताहरूले गर्दाखेरि। अनि अहिले पनि हामी सहरमा भन्छौँ कि छुवाछुत छैन भनेर भन्छौँ, तर हामीले जात भनेर चाहिँ बस्न दिने घर चाहिँ एकदम कम मात्र पाइन्छ कि सहरमा पनि अहिले पनि।
त्यही भएर त्यो सर्वत्रै छ के त्यो हामीले त्यो गाउँ मात्रै भन्ने होइन कि सर्वत्रै स्कुलदेखि लिएर होइन गाउँ सहर सबैतिर अहिले पनि छुवाछुत कायमै छ। यसमा चाहिँ जस्तै अब अलिकति अवसर र न्यायको पहुँचको पनि कुरा गर्नै गर्दा होइन अलिकति महिलाको कुराहरू पनि हामी यसमा जोडौँ होइन यो हामीले अहिले कुरा गरेको समग्र दलित समुदायको अनुभव र भोगाइको कुराहरू वुमेनको र यसभित्र पनि त्यसलाई चाहिँ म अलिकति यो महिलाको इस्युमा दलित महिला भइकन पनि कति धेरै विभेद होइन विभेदभित्रको विभेदमा पनि अलिकति हजुरलाई त्यसमा महिलाभित्र पनि दलितभित्रको पनि दलित महिलाहरूको चाहिँ होइन अब अपर्च्युनिटीमा एक्सेसको कुरा होस् अथवा अब हाम्रै यो सरकारले ल्याएको अब यो हरेक वडाहरूमा दलित महिला सदस्य हुनै पर्छ भन्ने कुराहरू त त्योले त धेरै कुराहरू त अगाडि बढ्न त हेल्प गर्यो तर पनि स्टिल हामी यो अब पोलिटिकल रिप्रेजेन्टेसनमा कुरा गरौँ न त्यसमा कुरा गर्दा चाहिँ त्यसलाई अलिकति हजुरले चाहिँ अब यसमा यो दलितभित्रको पनि दलित महिलाको हामी कुरा गर्दाखेरि अब अहिले चाहिँ कस्तो भएको छ भने दलित महिलाले त पाएका छन् नि भनेर त्यो देखाउनलाई चाहिँ त्यो ओडामा 2 जना के अरे महिला मध्ये 1 जना दलित महिला ओडा सदस्यको कुराहरूलाई चाहिँ देखाउन भइरहेछ कि अब तर अहिले हामीले उहाँहरूको भूमिका हेऱ्यौँ भने उहाँहरूको भूमिकै छैन होइन। अब त्यो फेरि दलित महिलाको मात्रै होइन उहाँसँग सँगै हुने अर्को महिलाको पनि त्यही नै हो स्थिति। अब कस्तो भइरहेछ भने त्यहाँ अलिकति कन्फ्लिक्ट जस्तो पनि छ त्यहाँ किनभने दलित महिलाहरू ओडामा आउनुभयो आएपछि उहाँहरूको क्षमता अभिवृद्धि भयो उहाँ एउटा नेताको रूपमा स्थापित हुनुभयो उहाँले धेरै कुरा बुझ्नुभयो पनि होइन तर अब त्यहाँ भूमिका त छैन अनि भूमिका नभएपछि चाहिँ अब उहाँहरूले चाहिँ भूमिका खोज्ने तर त्यहाँ भूमिका नदिने त फेरि हुनुहुन्छ होइन अनि त्यसले गर्दाखेरि चाहिँ अलिकति त्यहाँ कहिलेकाहीँ कन्फ्लिक्ट जस्तो पनि देखिन्छ ओडामा। त्यो देखाउनको लागि चाहिँ दलित महिलाहरू चाहिँ ओडा सदस्य धेरै देखिन्छ तर भूमिका चाहिँ भूमिका विहीन हुनुहुन्छ होइन। तर केही ठाउँमा चाहिँ राम्रो पनि छ उहाँहरू कार्यवाहक अध्यक्ष भएर चलाएको कुराहरू छ तर त्यो जुन सहभागिता छ त्यो अवसर जुन एउटा राज्यले चाहिँ त्यो अवसर दियो त्यो अवसरले चाहिँ दलित महिलाहरूलाई चाहिँ अगाडि बढ्ने एउटा मैले चाहिँ पहिलो पाइला भन्न मन लाग्छ कि मलाई किनभने दलित महिलाहरूले त राजनीति गरेका थिएनन् होइन त्यो प्रावधानले गर्दा उहाँहरू त्यो ओडामा आउनुभयो त्यसपछि चाहिँ उहाँहरूले आफूलाई एउटा नेताको रूपमा स्थापित गर्नुभयो लिडरको रूपमा स्थापित गर्नुभयो उहाँहरूले आफ्नो क्षमतालाई अभिवृद्धि गर्नुभयो तर त्यो चाहिँ फेरि कस्तो छ भन्दा राज्यले चाहिँ त्यसमा फेरि उहाँहरूलाई चाहिँ कुनै लगानी गरेको चाहिँ छैन फेरि होइन त्यसमा न पार्टीहरूले लगानी गरेका छन् एउटा व्यवस्था त गरिदिए होइन प्रावधान त गरिदिए त महिलाहरू त धेरै त आउनुभयो दलित महिला अर्को महिला पनि धेरै महिलाहरूको सहभागिता त भयो तर अब त्यो सहभागितालाई चाहिँ कसरी राम्रो बनाउने त त्यो सहभागितालाई चाहिँ अगाडि चाहिँ कसरी लाने त भन्ने कुरा चाहिँ न पार्टी सिरियस देखिन्छ न सरकार राज्यले पनि कुनै खालको लगानी गरेको छैन। त्यसैले सहभागितालाई हेर्दाखेरि चाहिँ हामीले धेरै दलित महिलाहरू सहभागी भए भन्ने चाहिँ लाग्छ तर त्यो एउटा मेन पोजिसनमा नहुँदाखेरि चाहिँ अलिकति हामीलाई चाहिँ हुन्छ नि खिन्नता जस्तो पनि हुन्छ। जस्तै अब अहिले 6743 वटा ओडामा हामीले हेऱ्यौँ भने चाहिँ त्यही 40-45 जना दलित ओडा अध्यक्ष हुनुहुन्छ त्यसमा जम्मा दलित महिला 2 जना हो अनि 69 जना चाहिँ महिला ओडा अध्यक्ष हुनुहुन्छ। त्यसै गरी 753 वटा पालिकामा हामीले हेऱ्यौँ भने चाहिँ 25 जना चाहिँ महिला प्रमुख हुनुहुन्छ तर दलित महिला हुनुहुन्न होइन र उपप्रमुख चाहिँ केही महिलाहरू चाहिँ दलित महिला हुनुहुन्छ र त्यसले गर्दाखेरि चाहिँ सहभागिता पनि हामीले कस्तो ठाउँमा सहभागिता त भन्ने कुरा चाहिँ हामीले हेर्नुपर्छ। त्यहाँ त्यो सङ्ख्या देखाउनलाई मात्रै राखिएको सहभागिताले चाहिँ कुनै अर्थ दिँदैन भन्ने चाहिँ मलाई लाग्छ। अहिलेको सहभागिता चाहिँ त्यस्तो एकदम हामीले सन्तुष्ट हुने सहभागिता चाहिँ छैन भन्ने नै लाग्छ मलाई चाहिँ।
जस्तै अब सहभागिताको कुरा गर्दै गर्दा मैले चाहिँ के सोचिरहेको थिएँ भने अब उहाँहरू एउटा पोजिसनमा त आउनुहुन्छ होइन जसरी तसरी होइन अब तर फेरि समुदायले उहाँहरूलाई कसरी लिन्छ होइन कति गाह्रो छ उहाँहरूलाई फेरि त्यो समुदायसँगै काम गर्न होइन एकदम त्यो त अब अहिले कति गुनासो गर्नुहुन्छ कि अब वडा सदस्य हो होइन तर कस्तो हुँदो रहेछ भने पुरुषहरूलाई चाहिँ आसन ग्रहण गर्न बोलाउने त्यसपछि गैर दलित महिलालाई बोलाउने अनि दलित महिलालाई चाहिँ आसन ग्रहण गर्न नबोलाउने अनि लास्टमा यसो हेरे यस्तो गरेर ए हजुर पनि आउनु भएको रहेछ भनेर चाहिँ भन्ने होइन अनि जस्तै उहाँहरूलाई यस्तो मरो परेको बेलामा कहीँ के अरे बिहेहरू हुँदाखेरि पनि नबोलाउने सकेसम्म किनभने बोलायो भने छुट्टै राख्नु पर्यो छुट्टै राख्नु पर्यो छुट्टै राख्दाखेरि त अब उहाँ त अब त चुप्प लाएर त बस्नुहुन्न वडा सदस्य हो होइन अनि त्यसपछि बोल्यो भने चाहिँ हामीलाई गाह्रो हुन्छ भनेर सकेसम्म बोलाउँदै नबोलाउने पूजाआजामा बोलाउँदाखेरि छुट्टै टाढा राखेर टिकाहरू उसमा दिने पातमा दिने त्यो खालको व्यवहार चाहिँ अहिले पनि छ अहिले पनि अब त्यो कुरा हुँदाहुँदै पनि अब हामीलाई चाहिँ अलिकति खुसी चाहिँ के लाग्छ भने कम्तीमा वडा सदस्य हुनुहुन्छ कोहीले त नमस्ते पनि गर्छन् कोहीले बाध्यताले भए पनि बोलाउँछन् होइन बोलाएर बाध्यताले भए पनि उहाँलाई सम्मान गर्छन् त्यसैले त्यो नहुनुभन्दा त्यो चाहिँ राम्रै हो छ भन्ने कुरा चाहिँ लाग्छ अब अहिलेको कन्टेक्स्टको कुरामा आउँदा चाहिँ होइन अब जति पनि हाम्रो समुदायको यो मुभमेन्ट चाहिँ जहिले पनि यो के भन्छ डिग्निफाइड लाइफकै लागि त हो नि होइन खालि त्यो कानुन ल्याएर एउटा परिवर्तनमा जाने त त्यो त छँदैछ होइन त्यसमा त के अहिले हाम्रो ऐन पनि आयो अलिक यसमा अपराध भनेर अफेन्सको यो सजायको व्यवस्थाहरू पनि गरेका त छौँ तर सामाजिक रूपान्तरण भने हेर्ने हो भने हिजो जस्तो थियो आज पनि अलिकति त्यसलाई पहिला त्यो कुरा खुल्ला रूपमा हुन्थ्यो भने अहिले पनि त्यो छ अलिकति ढाकछोप गरेर कसरी हुन्छ तर पनि मान्छेहरूले चाहिँ त्यो हजुरले अघि भन्नुभएको जस्तै त्यो बिउ चाहिँ अहिलेसम्म नै आफ्नो अहिलेको बच्चाहरूसँग पनि त्यो चाहिँ रोपि नै रहेको चाहिँ देख्छौँ हामीले होइन अब अहिले हाम्रो यो नयाँ सरकार बनिसकेपछि चाहिँ एउटा चाहिँ अब हाम्रो सरकारमा हाम्रो समुदायको रिप्रेजेन्टेसन कस्तो छ भन्ने कुरा पनि हजुरले गर्नु होला होइन र सँगसँगै अहिले चाहिँ अब एकदम सबैतिर एकदम वाइ भइरहेछ नि त सरकारले चाहिँ अब यो पछाडि परेको समुदाय र विशेष गरी दलित समुदायहरूलाई चाहिँ जति पनि ऐतिहासिक विभेदमा पर्नु भयो त्यसको लागि चाहिँ माफी माग्ने भनेर जुन यो घोषणा गर्नुभएको छ उहाँहरूले आफ्नो त्यो 100वटा पोइन्ट्सहरूमा पनि राख्नु भएको छ होइन अब यो कुरालाई हजुरले कसरी हेर्नुहुन्छ अब यो कुरालाई चाहिँ एउटा अब अलिकति खुसीको कुरा भनौँ न एउटा सङ्ख्यामा कम भए पनि दलित समुदायको त्यहाँ जस्तै सांसदहरू कम भए पनि सबैभन्दा पिँधमा परेको समुदाय होइन वादी समुदायको एकजना महिला चाहिँ फुल मन्त्री हुनुभयो त्यो चाहिँ हाम्रो लागि सबभन्दा राम्रो कुरा भयो त्यसमा अब जुन माफी माग्ने कुरा छ होइन त्यो माफी माग्ने कुरा चाहिँ आफैमा चाहिँ राम्रो कुरा हो तर त्यो माफीले मात्रै दलित समुदायले न्यायको अनुभूति गर्न सक्छन् त पाउँछन् त भन्ने कुरा चाहिँ प्रमुख प्रश्न हो भन्ने चाहिँ मलाई लाग्छ किनभने यो जुन खालको यो हाम्रो एउटा जात व्यवस्थाले ग्रसित जुन हाम्रो समाज छ यो समाजमा चाहिँ माफीले मात्रै दलितहरूले चाहिँ न्याय अनुभूति गर्न सक्दैनन् भन्ने चाहिँ मलाई लाग्छ मैले 100 बुँदा हेर्दाखेरि चाहिँ त्यही एउटा बुँदा मात्रै छ होइन अब त्यसलाई चाहिँ त्यो एउटा बुँदालाई चाहिँ त्यो माफी माग्ने कुरालाई बल दिनको लागि अरू के त भनेर हेर्दा केही पनि छैन कि
अब यस्तो घोषणाहरू त माफी चाहिँ माग्या थिएन होइन, अरू सरकारहरूले माफी माग्नु चाहिँ त्यो चाहिँ आफैमा एकदम ठुलो कुरा हो, राम्रो कुरा हो। तर घोषणाहरू चाहिँ भएको थियो कि छुवाछुत मुक्त राष्ट्र पनि घोषणा भएको थियो, दलित आयोग स्थापना भएकै हो होइन। अब संविधान बन्दा मौलिक हकमा 2-3टा मौलिक धारा नै गरिरहेछ होइन, व्यवस्था गरिरहेछ। सबै कुरा हुँदाहुँदै पनि दलितहरूले किन न्याय पाउन सकेनन् त? किन त्यो एउटा आत्मसम्मानको चाहिँ अनुभूति गर्न किन सकेनन् त भन्दाखेरि त त्यस्तै घोषणा गर्ने तर काम चाहिँ केही नहुने भएरै हो होइन। अब अहिलेसम्म हामीले हेऱ्यौँ भने दलितहरूलाई चाहिँ शिक्षाको लागि, त्यसै गरी उनीहरूको जीविकोपार्जनको लागि, न्यायको लागि कति खर्च, कति लगानी गरे त राज्यले भनेर हेऱ्यो भने केही पनि छैन। त्यस्तै अहिले पनि हामीलाई चाहिँ त्रास के हो भने माफी मात्रै माग्ने हो कि यो सरकारले पनि। तर हामीले चाहिँ 2-3टा छलफलहरू गरेर हामीले केही बुँदाहरू बनाएर हामीले सरकारलाई चाहिँ दिने योजना पनि बनाएका छौँ र रासोपाको बाचापत्र लेख्ने टिमले पनि हामीलाई केही दलित समुदायका अधिकार कर्मीहरूलाई भेटेर उहाँहरूले हामी के गर्नुपर्छ त भन्ने कुरा पनि गर्नुभएको छ। त्यसैले चाहिँ हामी आशावादी चाहिँ छौँ। तर त्यो एउटा माफीले मात्रै चाहिँ हाम्रो मुक्ति हुन्न। हामीले आत्मसम्मान जुन गुमाएका छौँ होइन, 100औं वर्षदेखि जुन हामीले एउटा आत्मसम्मान गुमाएर एउटा पशु जस्तो भएर जुन बाँचिरहेछौँ, त्यो कुरालाई चाहिँ त्यो माफीले मात्रै चाहिँ हुँदैन। किनभने हामीलाई चाहिँ क्षतिपूर्तिसहित चाहिँ हामीलाई न्याय चाहिँ हामीलाई चाहिन्छ भनेर हामीले भनिरहेका छौँ र लिखित रूपमा पनि हामीले प्रधानमन्त्रीलाई बुझाउने योजना पनि हामीले गरेका छौँ। र दलित समुदायले चाहिँ क्षतिपूर्तिसहितको अधिकार चाहिँ दिनुपर्छ भनेर चाहिँ हामीले 62-63 देखि नै हामीले आवाजहरू उठाएको र माओवादी पार्टीले चाहिँ त्यो कुराहरूलाई पनि त्यो पार्टीको सङ्गठनले भनौँ न, दलित सङ्गठनले त्यो कुरालाई चाहिँ अगाडि बढाउँदै गएको थियो र पछि त्यो कुरा चाहिँ अब के भयो त्यत्तिकै भयो होइन। तर अब अहिलेको सरकारले, नयाँ सरकारले, अब बहुमतको सरकार पनि छ होइन, यङहरू पनि हुनुहुन्छ। अब पहिलोचोटि नै हाम्रो सबैभन्दा पछाडि परेको दलित समुदायको महिला होइन, इतिहासमै एउटा महिला, दलित महिलालाई चाहिँ फुल मन्त्री पनि बनाउनु भएको छ। त्यो हिसाबले चाहिँ हामीले आशा गरौँ हामीले क्षतिपूर्ति सहित चाहिँ यो राज्यले चाहिँ हामीलाई केही गर्छ कि भन्ने चाहिँ आशा गरिरहेछौँ। हेरौँ। हजुर जस एउटा आशाको बिउ चाहिँ रोपी चाहिँ दिएको छ सरकारले होइन। तर यो आशाको किरण त पहिला पनि नभएको चाहिँ होइन। धेरैवटा नियम कानुन आइराख्दा छुवाछुत जेरो छुवाछुत भनेर जुन घोषणा भयो त्यो कुराहरू आइराख्दा पनि यो समुदायमा त एकदम पोजिटिभ यो आशाले त भरिएको थियो होला। तर अझै अब चाहिँ के गर्नुपर्छ? अझै पनि सरकारले चाहिँ यसमा चाहिँ होइन अलिकति अझै उहाँहरूलाई अगाडि ल्याउनलाई, यसमा यो पर्याप्त न्याय दिनको लागि, उहाँहरूको यो भोगाईको लागि चाहिँ अझै हजुरले अघि भन्नुभयो होइन, थोरै क्षतिपूर्तिको सहितको चाहिँ कुराहरू चाहिँ ल्याउनुपर्छ भन्ने कुरा। अझै अब चाहिँ के हुनुपर्छ भनौँ न, एउटा हाम्रो दलित समुदायको त्यसमा पनि फेरि महिला होइन, महिला भइसक्दाखेरि चाहिँ अझै पनि कस्तो कस्तो एक्सपेक्टेसन्सहरू चाहिँ हाम्रो समुदायको व्यक्तिहरूसँग छ, अथवा हजुर आफै पनि एउटा आफ्नै पनि एउटा भोगाई छ होइन, के हजुरको चाहिँ त्यस्तो? अब यस्तो धेरै केही गर्नु पर्दैन जस्तो लाग्छ कि मलाई चाहिँ। अहिलेसम्म भएको जुन व्यवस्थाहरू छ, प्रावधानहरू छ, अहिलेसम्म भएको जुन कानुनहरू छ, त्यसैलाई कार्यान्वयन गर्दा पनि धेरै कुरा चाहिँ दलितले प्राप्त गर्छन् जस्तो लाग्छ कि मलाई। जस्तै धारा 40मा चाहिँ दलितलाई चाहिँ जमिन प्रदान गर्ने भनेको छ होइन। अब त्यो कानुन बनाएर प्रदान गर्ने भनेर अहिलेसम्म दलितहरूलाई चाहिँ भूमिहीन दलितहरूलाई चाहिँ जमिन प्रदान गरेको छैन होइन। अब
यो कुराहरू अब धेरै कुराहरू त्यो व्यवस्था छ नि त, जस्तै के अरे यो दलित सेलको कुराहरू छ होइन। त्यो दलित सेललाई चाहिँ अलिकति साधन स्रोत दिएर अलिकति त्यहाँ जनशक्ति राखेर गऱ्यो भने, त्यसलाई प्रभावकारी बनायो भने पनि न्याय पाउने एउटा आधार हुन्थ्यो जस्तो लाग्छ। अहिले पनि हेऱ्यौँ भने धेरैभन्दा धेरै चाहिँ दलित समुदायभित्रै भूमिहीन दलितहरू हुनुहुन्छ। त्यसैले छिटोभन्दा छिटो दलित समुदायका भूमिहीनहरूलाई त्यो जमिन प्रदान गरे हुन्थ्यो भन्ने लागिरहेको होइन। त्यसै गरी अब छुवाछुत गर्ने जुन व्यक्तिहरू हुन्छ उनीहरूलाई चाहिँ कडाभन्दा कडा सजाय को व्यवस्था गर्नु पर्यो। अहिले पनि दलित के अरे अन्तर्जातीय विवाह गरे बापत चाहिँ मारिएको अजित मिजारको लास अहिले पनि 8-9 वर्ष भयो टिचिङ हस्पिटलमा छ होइन। त्यो लास चाहिँ हामीले न्याय नपाउँदासम्म हामी त्यो लासलाई चाहिँ उठाउनु भनेर भनेको, कहिलेसम्म नपाउने त? अब त त्यो त यस्तो गाह्रो भइसक्यो कि त्यो हेर्ने कसरी भन्ने पनि हामीलाई गाह्रो भइसक्यो कि। त्यसैले चाहिँ अब कति अन्तर्जातीय विवाह गरेको दलित महिलाहरू चाहिँ एकदम अलपत्र होइन। उहाँहरूको न नाता कायम हुन्छ, न त्यो छोराछोरीको जन्म दर्ता हुन्छ, न उहाँहरूले चाहिँ विवाह गरेको कुनै छ। त्यो भएर एकदम अल्पत्र अवस्थामा हुनुहुन्छ। त्यो कारणले गर्दाखेरि चाहिँ अब हाम्रो माग चाहिँ अझै यो भएकै जुन संरचना छ त्यो संरचनालाई पनि अझै बलियो बनाउनु पर्यो, भएको कानुनलाई अझै कार्यान्वयन गर्नु पर्यो भन्ने कुराहरू छ। र हामीले केही बुँदाहरू पनि अहिलेको हाम्रो प्रधानमन्त्रीज्यूलाई, नयाँ प्रधानमन्त्रीज्यूलाई चाहिँ त्यो लिखित रूपमा चाहिँ हामीले बुझाउने भनेर हामीले भनेका छौँ। अब दलित फेरि यस्तो छ कि हेर्नु, दलित समुदाय चाहिँ एउटा पाटोमा मात्रै काम गरेर पनि हुन्न कि। किनभने 100औं वर्षदेखि जुन पिँधमा परेको समुदाय हो, जो चाहिँ उसले चाहिँ आफ्नो आत्मसम्मान गुमाएर बाँचिरहेछ, उसलाई त न शिक्षामा पहुँच छ, न स्वास्थ्यमा पहुँच छ होइन, न जुन सम्पत्तिमा अधिकार छ, न अब सहभागिताको कुरा हेऱ्यौँ भने सहभागिता त्यस्तै छ। त्यसैले त्यो एउटा मात्रै कुरा गरेर हुँदैन कि। अब त्यो दलित समुदायलाई चाहिँ अगाडि ल्याउनको लागि चाहिँ राज्यले एक खालको छुट्टै व्यवस्था नै गरेर त्यसको लागि चाहिँ छुट्टै अझै त्यो बजेटहरू छुट्याएर, अझै हाम्रो माग त के छ भन्दाखेरि दलितहरूलाई चाहिँ राज्यको आयको चाहिँ 20% पैसा होइन त्यो दलित सशक्तिकरणमा छुट्याएर चाहिँ गर्नुपर्छ भन्ने कुराहरू छ। त्यसैले दलितहरूलाई अगाडि बढाउनको लागि चाहिँ सामान्य त्यो एउटा चारो छरे जस्तो गरेर 1-2 जनालाई अगाडि लिएर होइन गरेर चाहिँ हुँदैन। उसलाई चाहिँ एउटा विशेष एउटा प्याकेज नै बनाएर दलित समुदायलाई अगाडि ल्यायो भने मात्रै हुन्छ होला जस्तो लाग्छ। तर पनि अहिलेसम्मको हाम्रो एउटा न्यायको पहुँचकै कुरा गरौँ अथवा न्याय प्राप्तिसम्मको त्यो यात्राको कुरा गरौँ, त्यसमा पनि त्यसको आफ्नै चुनौतीहरू पनि होला होइन। हाम्रो समुदायको विशेषमा महिलाहरूको फेरि छुट्टै चुनौतीहरू त्यसमा थपि नै हाल्छ होइन। महिला हुने बित्तिकै यसमा चाहिँ दिदीलाई अलिकति लाइट पारिदिनु यो चुनौतीको कुराहरूमा चाहिँ। अब यस्तो छ, अब हामी दलित समुदायले न्याय पाउनको लागि चाहिँ गाह्रो कहाँनिर हुँदो रहेछ भन्दाखेरि, अब यो विभिन्न केसहरू हेर्दाखेरि लड्दाखेरि होइन, न्यायालयमा चाहिँ दलित समुदायको पहुँचको कुराहरू हुँदो रहेछ। दलित समुदायबाट कति त्यो न्यायालयमा सहभागिता छ त होइन। अब अहिले 4-5 जना कति हाम्रो जिल्ला न्यायाधीशहरू हुनुहुन्छ, नभएदेखि दलित समुदायको त्यो ठाउँमा चाहिँ सहभागिता छैन। अब एउटा घटना म भन्छु, जस्तै अजित मिजारको केसमा चाहिँ मलाई एकदम त्यो हुन्छ नि मनमा पीडा भएको कुरा कि अजित मिजारको केसमा जाँदा अब यो त सरकारवादी मुद्दा भयो। अझ हत्या भनेपछि त सरकार नै यसको हुने भयो, सरकार नै पक्ष भएर लड्ने भयो। त्यहाँ सरकारी वकिल चाहिँ जो पीडक हो उसैसँग नजिक कि। अब सरकारी वकिल त सरकारवादी मुद्दा भएको त ऊ त पीडित
प्रति जवाबदेही हुनुपर्ने हो नि त। तर त्यो सरकारी वकिल चाहिँ पीडकहरूसँगै नजिक भएर कुरा गर्ने, उनीहरूसँगै बढी छलफल गर्ने। अनि त्यसले चाहिँ यस्तो धेरै गाह्रो भयो कि के अरे दलितहरूको मुद्दा चाहिँ राज्य लड्छ, सरकार लड्छ भन्दै पनि त्यहाँ हुने मान्छेहरू चाहिँ सिन्सियर नहुँदाखेरि उनीहरू त्यो इस्युमा चाहिँ के भन्छ सिरियस नहुँदाखेरि त आखिर हामीले न्याय त नपाइँदो रहेछ नि त होइन। त्यो त्यसरी चाहिँ उहाँहरू अगाडि बढ्नुभयो र पछि चाहिँ हामी तर्फबाट चाहिँ मोहन विश्वकर्मा हुनुहुन्थ्यो वकिल होइन, मोहन शाहशङ्कर हुनुहुन्थ्यो। अनि उहाँलाई यति धेरै गाह्रो भयो कि उहाँले अब भोलिन्टियरली लडिराख्नु भएको थियो र पनि उहाँ जहिलेसुकै जानुहुन्थ्यो। तर त्यो सरकारी वकिलको व्यवहारले उहाँलाई एकदम गाह्रो हुने कि जहिले पनि। त्यस कारणले पनि हामीले त्यो जित्न सकेनौँ होइन। अब त्यहाँ पोस्टमार्टम गर्न लगेको अजित मिजारलाई अब यसको यो सबै केसको डिटेलली भन्यो भने त धेरै टाइम लाग्छ होइन। पोस्टमार्टम नै नगरिकन पोस्टमार्टमको रिपोर्ट बनाएछ कि पछि हामीले लास हेर्दाखेरि चाहिँ पोस्टमार्टमै गरेका छैन, तर रिपोर्ट चाहिँ उसले ह्याङ्गिङ भनेर दियो। अनि त्यो खालको यति त्यो सिरियल्ली के हामीलाई त न्याय पाउनको लागि त के अरे वकिलदेखि लिएर होइन पुलिस प्रशासन, सुरुमा त पुलिस प्रशासन हामीले त्यो जाहेरी लिएर जाँदै हामीलाई त्यहाँ अवरोध हुने, त्यसपछि वकिलहरू चाहिँ हाम्रो पक्षमा नहुने, इभन एउटा पोस्टमार्टम गर्ने डक्टरसम्म हाम्रो पक्षमा नहुने भएपछि त अनि हामीले त न्याय त कसरी पाउने त भन्नु त। त्यो अनुसन्धानमै हामीलाई चाहिँ के अरे राम्रो अनुसन्धान नगरिदिएर हामीलाई त्यही कमजोर बनाइदिने यति धेरै त्यो गाह्रोहरू छ कि। अनि त्यसले गर्दाखेरि चाहिँ हामीले न्याय पाउन नसकेको चाहिँ अब त्यो धेरै कारणहरूले पनि हो भन्ने चाहिँ मलाई लाग्छ। त्यसैले हामीले किन हाम्रो सहभागिता चाहिँ हुनु पर्यो भनिरहेछौँ भन्दा त्यो ठाउँमा एउटा दलित भयो भने त उसले त सोच्छ नि त होइन, दलित समुदाय माथि परेको अन्यायलाई त उसले त महसुस गर्न सक्छ होइन, बुझ्न सक्छ। त्यसैले हामीले एउटा हाम्रो अहिलेको माग के पनि छ भन्दाखेरि जुन राज्यको तहमा जुन सहभागिता छ त्यसमा चाहिँ दलित समुदायको कति सहभागिता छ भन्ने कुरा चाहिँ रिसर्च गरेर त्यसको आधारमा चाहिँ दलित समुदायको 13.4% चाहिँ सहभागितालाई चाहिँ वृद्धि गर्नुपर्छ भन्ने पनि हाम्रो एउटा माग छ। त्यसैले न्यायालयदेखि लिएर पुलिस प्रशासनदेखि लिएर होइन हरेक ठाउँमा अब अहिले हामीले के अरे यो दलित सेल भनेर भनेका छौँ। दलित सेलमा चाहिँ अनिवार्य दलित त्यहाँ हुनुपर्छ। नभएदेखि अस्ति एउटा के अरे कालीमाटीमा एउटा बालिकाको रेप केस लिएर गएको होइन, त्यहाँ जाँदा पुरुष हुनुहुन्न रहेछ कि। अब त्यो महिला बिदामा भएर के हो मलाई थाहा भएन, तर पुरुष हुनुहुन्थ्यो। अनि उहाँले त्यो बालिकासँग सोद्धा बालिकाले भन्छ त भन्दैन नि त। अनि त्यो कारणले चाहिँ हामी त्यति त्यो सेन्सिटिभ पनि छैनौँ कि। त्यसैले चाहिँ महिला सेलमा पुरुष बस्दाखेरि त्यस्तो हुन्छ। त्यसैले दलित सेलमा पनि गैर दलित बस्यो भने उसले आफ्नो कुरा भन्न सक्दैन। त्यसैले त्यो दलित सेलमा चाहिँ अनिवार्य दलित हुनु पर्यो। अब धेरै कुराहरू छ दलित समुदायलाई चाहिँ यदि राज्यले चाहिँ माफी मागेर दलित समुदायलाई चाहिँ अगाडि ल्याउने भने धेरै काम गर्न जरुरी छ र असम्भव पनि फेरि छैन होइन। लाग्यो भने चाहिँ गर्न सकिन्छ। केही एउटा आधारहरू भइसकेका छन्, त्यही आधारलाई टेकेर अगाडि बढ्न चाहिँ सकिन्छ भन्ने चाहिँ मलाई लाग्छ। जस्तै यही चुनौतीकै कुराहरूमा चाहिँ होइन मलाई अलिकति जोड्न मन लागेको चाहिँ अब एउटा पिस बिल्डिङ अप्रोचबाट हेर्दा चाहिँ जुन त्यो भोइलेन्स खेपिरहनुहुन्छ नि हाम्रो समुदायहरूले होइन, फिजिकल भोइलेन्स आफ्नै ठाउँमा छँदैछ, तर पनि त्यो एउटा मानसिक के भन्ने भोइलेन्सै भनौँ न त्यसलाई पनि होइन, त्यो कुराहरू पनि त्यसको अवस्थाको बारेमा पनि अलिकति जोड्नुपर्छ कि जस्तो लाग्यो। अहिले त झन् त्यो मानसिक हिंसा चाहिँ बढी छ कि, किनभने फिजिकल त देखिन्छ नि त। अनि मान्छे त बाठो भइसक्यो, अब चाहिँ फिजिकल चाहिँ गर्दैन कि, लगत्तै कुटपिट गर्ने होइन। अब त्यो भन्यो भने त दलितको
दलित भएकै कारणले चाहिँ अब धेरै मान्छेहरूको दलित समुदायकोहरूको हत्या भएको छ। तर अहिले झट्ट चाहिँ फिजिकल्ली भन्दा पनि मानसिक चाहिँ त्यो बढी छ। किनभने अस्ति जस्तै डेरा नदिँदाखेरि हामीलाई त एकदम धेरै मानसिक टर्चर भयो कि। अब उसले खास हामीसँग प्रमाण पनि केही छैन होइन, उसले भनेको कुरा त हामीसँग प्रमाण छैन नि त। अब त्यो त कति के अब त्यो मेरै मैत्देवीमा रुम खोज्न गएँ होइन। अब उहाँले चाहिँ हाम्रो मन्त्रालयकै स्टाफ हुनुहुन्थ्यो। उहाँले चाहिँ के भन्नुभयो भन्दाखेरि रुम छ आउनु भन्नुभयो। म गएँ मैत्देवी, हेरेँ सबै, अनि मलाई एकदम मन पर्यो होइन, सेन्टर पनि नजिक पनि। अनि त्यसपछि हुन्छ ल म गर्छु सर, म बस्छु भने। अनि हजुरको नाम के हो भन्नुभयो। म गौरा नेपाली भने। अनि एकछिन पख्नु है, म एकचोटि आमासँग सोधेर आउँछु, मेरो आमाले दिनुभयो कि रुम कतै भन्नुभयो। अनि मलाई शङ्का लागिहाल्यो, अब उहाँले मलाई दिनुहुन्न भन्ने। अनि 5 मिनटपछि उहाँ फर्केर आउनुभयो र आमाले त अर्कैलाई दिइसक्नु भएको रहेछ भनेर भन्नुभयो कि। अब मलाई कस्तो भयो, मैले केही भन्न पनि सकिनँ उहाँलाई। उहाँ मन्त्रालयमा सिंहदरबारभित्र उहाँको जागिर होइन, सरकारी कर्मचारी। अनि मैले के भन्ने कि अब उहाँको घर हो, मैले केही भन्न सकिनँ। तर मलाई यति धेरै त्यो हुन्छ नि मेन्टल्ली यति धेरै टर्चर भयो कि। अनि बाहिर आएर मैले मेरो साथीहरूलाई फोन गरेर म रोएँ नै कि। त्यो एकदम गाह्रो भइरहेको थियो, रुम सरिहाल्नु पर्ने भइरहेको थियो। तर राम्रो पाएको रुम पनि जातकै कारणले पाइएन होइन। त्यसैले त्यस्तो कुराहरूदेखि लिएर अझै अब अहिले हामीले अझ मेन्टल्ली पनि अझै यो सामाजिक सञ्जालमा पनि हामीले हेऱ्यौँ भने यति धेरै त्यो गाह्रो हुन्छ कि हामीलाई होइन। त यस्तो उस्तो अब के अरे कोटा र कोठाको कुराहरू जोडेर हामीलाई गाली गर्ने, के अरे तिमीहरूलाई चाहिँ अधिकार पनि के अरे तिमीहरूलाई अधिकार पनि चाहिने, अनि यो भन्न पनि नपाइने भन्ने खालको कुराहरू होइन। यति धेरै त्यो गाली ग्लोजहरू आउँछ। त्यसले गर्दाखेरि चाहिँ हामीलाई अझै एउटा शारीरिक भन्दा पनि मेन्टल्ली चाहिँ भाइलेन्स चाहिँ एकदमै धेरै हामीले फिल गरिरहेको यो पछिल्लो टाइममा। अब यो विभेद पनि त्यसको स्वरूपहरू फेरिरहेछ नि त होइन। त्यो विभेद हामीलाई हटे जस्तो लाग्छ, गैर दलितहरूले पनि धेरै हट्यो नि भनेर भन्नुहुन्छ। तर विभेदका स्वरूपहरू चाहिँ त्यो बदलिँदै गएको छ कि। अब सरकारी कर्मचारी अहिले अब कोटा छ होइन, सरकार कर्मचारी उसमा, अनि नाम निकाल्नुहुन्छ। नाम निकालिसकेपछि त्यो आरक्षणमा नाम निकालेको कर्मचारीलाई र अर्को प्रत्यक्ष अब के भन्छ खुल्लामा निकालेकोलाई विभेद हुने कि। अस्ति भर्खर एकजना के अरे मधेसी दलित समुदायको भाइले भन्नुभयो कि उहाँ चाहिँ के अरे सरकारी कर्मचारी, तर उहाँलाई चाहिँ त्यो बढुवादेखि लिएर हरेक कुरामा, सरुवादेखि लिएर हरेक कुरामा चाहिँ दलित भएकोले चाहिँ मेरो एक्सेस नभएको, कहीँ मेरो पहुँच नभएको कारणले चाहिँ उहाँहरूले मलाई विभेद गरिराख्नुहुन्छ भनेर भन्नुभयो। अब त्यो अझै दलितभित्र हेऱ्यौँ भने पनि हाम्रो मधेसी दलित समुदायभित्र अझै त्यो बढी चाहिँ त्यस्तो खालको विभेदहरू छ होइन। अब त्यो यस्तो त्यो गाह्रो के। अब कसरी त्यसलाई एक्सप्लेन गर्ने, कसरी लड्ने, कसरी अगाडि आउने, त्यो झन् अन्यल खालको त्यो खालको विभेदको स्वरूपहरू चाहिँ अझै बढिरहेको छ। हुन्छ, अब चाहिँ हामी हाम्रो यो पडकास्टको चाहिँ अन्तिमतिर पनि आइसक्यौँ होइन। अझै पनि हामीले यो आज अहिले गरेको छलफलमा चाहिँ अझै नै हामीले यो कुरा चाहिँ छुट्यायौँ भन्ने जस्तो हजुरलाई लाग्छ भने त्यस्तो केही छ भने चाहिँ जोडिदिनु। अब यसमा चाहिँ अब यो दलित हाम्रो चाहिँ एउटा प्रमुख राज्यसँग एउटा अर्को माग पनि के छ भन्दाखेरि दलित समुदाय चाहिँ अहिले पनि सबैभन्दा धेरै गरिबीको रेखा मुनि छ होइन। जुन समुदाय चाहिँ हामीले एउटा सिपले भरिपूर्ण होइन, सिप
स्टाफले युक्त सबैलाई चाहिँ आफ्नो सिपले चाहिँ के अरे सजाइरहेको समुदाय चाहिँ अहिले सबभन्दा पछाडि हुनु चाहिँ विडम्बना हो। त्यसैले हामीले राज्यसँग हाम्रो अर्को पनि के माग छ भने दलितहरूको जुन कला सिपहरू छ त्यसलाई चाहिँ प्रवर्धन गर्नको लागि राज्यले लगानी गर्नु पर्यो। त्यो सिप प्रवर्धनको लागि चाहिँ एउटा स्कुल नै हैन त्यो खालको एउटा युनिभर्सिटी नै स्थापना गर्नु पर्यो र त्यहाँबाट चाहिँ दलित समुदायका जुन रैथाने कला संस्कृतिहरू छन् त्यसलाई जगेर्ना गर्नु पर्यो र त्यसको रोयल्टी चाहिँ दलित समुदायले पाउनुपर्छ भन्ने पनि छ र त्यसलाई अगाडि ल्यायो भने दलित समुदायमा चाहिँ एउटा आर्थिक रूपमा चाहिँ दलित समुदायलाई केही सहयोग पनि हुन्थ्यो भन्ने कुराहरू पनि छ। अब धेरै कुराहरू छ हैन अब राज्यले एकैचोटि गर्न सक्छ भन्ने पनि हाम्रो एउटा त्यो आशा पनि छैन। तर जोस गर्न इच्छा भयो भने हैन गर्ने एउटा मन भयो भने चाहिँ गर्न सक्ने खालका हाम्रा अवस्थाहरू मागहरू छन्। त्यो गर्यो भने चाहिँ दलित समुदायको चाहिँ अवस्था चाहिँ फेरिन्छ। हामीले चाहिँ न्याय समानता चाहिँ हामीले अनुभूति गर्न सक्छौँ भन्ने चाहिँ लाग्छ। अरू त ठिकै छ। अब अलिकति अरूले पनि जस्तै गैरदलितहरू ले पनि जुन गैरदलितहरूले सञ्चालन गरेका जुन भनौँ न संस्थाहरू छन् हैन त्यसमा पनि दलित महिलाको सहभागिताहरू गराउने प्रयासहरू गर्ने जस्तै अहिले अब अलि बढी कम देखिएको चाहिँ दलितको सहभागिता अझ धेरै कम देखिएको निजी क्षेत्रमा कि त्यो निजी क्षेत्रमा चाहिँ दलितहरूको सहभागिता कम छ। अब त्यो निजी क्षेत्र पनि त यो राज्यको एउटा अङ्ग हो हैन। यो राज्यमा बसेर उहाँहरूले आफ्नो काम गरिराख्नु भएको छ भने यो राज्यमा चाहिँ पछाडि परेको समुदायलाई चाहिँ त्यो निजी क्षेत्रमा सहभागिता गराउनुपर्छ भन्ने कुरा पनि त बुझ्नु पर्यो नि हैन। त्यो कुरालाई पनि अझै हामीले एकदम आँखै नपुगेको क्षेत्र त्यो पनि छ कि त्यसैले त्यसले पनि दलित समुदायलाई चाहिँ अगाडि ल्याउनको लागि सहयोग गर्नुपर्छ होला जस्तो मलाई चाहिँ महसुस हुन्छ। हुन्छ दिदीलाई धेरै कुराहरूमा चाहिँ दिदीले प्रकाश पारिदिनु भयो होइन। धेरै धेरै धन्यवाद दिन चाहन्छु। हजुरको व्यस्तताको बावजुद नै हजुरले आजको टाइम मिलाएर चाहिँ हामीसँग पोडकास्टमा जोडिनु भएको छ। हस् धन्यवाद। मलाई चाहिँ नागरिक आवाजको चाहिँ जुन थिम छ नागरिक आवाजले जुन काम गरिरहेछ त्यो चाहिँ मलाई एकदम मनपर्ने विषय पनि हो होइन। मैले के भन्छु भन्दाखेरि द्वन्द्वको कुरा मात्रै होइन, द्वन्द्व चाहिँ लडाइँ मात्रै होइन होइन। जुन समाजमा जुन असमानता छ जुन विभेद छ त्यो पनि एक खालको सामाजिक द्वन्द्व हो। त्यसैले त्यो सामाजिक द्वन्द्वलाई अन्त्य नगरिकन हामीले चाहिँ यो समाजलाई अगाडि लान सक्दैनौँ। त्यसैले हामीले बुझ्दाखेरि झट्ट बुझ्दा लडाइँको मात्रै कुरा गर्छौँ तर सामाजिक असमानताहरूलाई पनि अन्त्य गर्यो भने मात्रै हामीले सोचेको जुन न्याय भनौँ शान्ति भनौँ त्यो प्राप्त हुने हो। त्यसैले चाहिँ मेरो मन नै त्यहाँ छ कि त्यसैले तपाईँहरूले भन्ने बित्तिकै अनि मैले पनि हुन्छ मेरो आफ्नो कुरा कहिलेकाहीँ कस्तो लाग्छ भने आफ्नो मनको कुरा कहाँ गएर पोखौँ जस्तो पनि लाग्छ होइन। हामीले त प्रायः त्यो स्पेस पनि पाइरह हुन्नौँ कि अझै अब यहाँ कस्तो छ भन्दा मिडिया पनि ठुला ठुला नेताहरूलाई मात्रै हेर्ने होइन, कुनै पोजिसनमा भएकोलाई मात्रै हेर्ने, कुनै हाइफाई गरेर हिँड्नेलाई मात्रै हेर्ने हुन्छ। अब हामी जस्तो एउटा तल पिँधमा रहेको समुदायमा काम गर्ने पिँधमा रहेका एउटा समुदायको आवाजलाई चाहिँ बोकेर हिँड्ने मान्छेलाई चाहिँ त्यो पनि स्पेस नहुँदो रहेछ कि। त्यसैले चाहिँ यहाँ चाहिँ बोलाएर आफ्नो कुरा राख्न दिनुभएकोमा एकदम हृदयदेखि धन्यवाद।